है गाइस। अब चाहिँ हामी अगाडि बढ्छौँ ल। तिम्रो रस्ताको यस्तो पनि छ। गुरुङको लास चलाउनु थियो यो चाहिँ हेर्नु पर्यो। तामाङको मान्छे जलाउने घाट मान्छेलाई यहाँ चाहिँ बच्चा नै गाह्रो छ। फाइनल्ली गाइस हामी चाहिँ चितुवनको देवघाट आइसकेको छ है। अब यहाँबाट चाहिँ मान्छे गाड्ने ठाउँ जान्छौँ है। अनि त्यही हो। अनि म चाहिँ एक्लै जानु लागिरहेको छु है। म चाहिँ एक्लै जान्छु। त्यहाँ बवाल हुनेवाला छ आजको लाइभ है। त्यहाँ चाहिँ बवाल छ। अनि यहाँबाट ठ्याक्कै 10-15 मिनट लाग्छ है। एक्लै जान्छु म। त्यही हो, बवाल गर्नुपर्छ गाइस। यहाँ पनि छ है लाइभमा चाहिँ। लाइभमा पनि छु म यहाँ है। अनि अब चाहिँ अगाडि बढ्छौँ। भाइलाई त्यहाँ छोड्छौँ है। अब चाहिँ हामी गाइस है यहाँ च्यान भएको ठाउँ छिर्नु लागिरहेछ। यहाँ यस्तो छ। यहाँ चाहिँ स्वर्गद्वार भनेको छ है गाइस। अब चाहिँ हामी अगाडि बढ्छौँ ल। अगाडि बढ्छौँ ल। केटा हो, माया देखाउनु पर्यो। अगाडि बढिसकेका छौँ है। केही पनि भन्दिनँ। दिउँसो नै टर्छ भनेको थियो। हामी चाहिँ रातमा आइसकेको थियो। मलाई जहाँसम्म लाग्छ यहाँ चाहिँ कप्सहरू आउँदैन। टर्च खोइदियो। यहाँ त्यस्तो छ गाइस। यस्तो छ। यही हो है चियानहरू चाहिँ यहाँ छ। सुरु भइसक्यो। यहाँबाट छ है गाइस। तिम्रो रस्ताको यस्तो पनि छ। देखाउँछ भाइ यस्तो छ। यस्तो छ ल। अगाडि बढ्छौँ गाइस। वरिपरि चाहिँ चिया नै चिहान छ। वरिपरि चिया नै चिहान छ ल। यो चाहिँ चितुवनको डेन्जरस भन्छ। यहाँ चाहिँ तर्साउँछ अरे। 12 बजी पनि तर्साउँछ अरे, 11 बजी पनि तर्साउँछ। हामी चाहिँ छिरिसकेका छौँ है गाइस। भाइ डरायो अरे ल। त्यही हो। अगाडि हो भाइ। टर्च देखाऊ क्या अरू भन्दा नि। यस्तो छ। चितुवनको चिया है फाइनली गाइस। मान्छे गाड्ने ठाउँ। सबले डबल ट्याप भन्नु ब्लर आयो भन्छ पक्नै। ठिक छ नि। सब चिया नै चिहान्छ भन्छ केटा। अब ठिक छैन। आइरहेको छ यतिको ठिकै हो। यस्तो छ। सबले डबल ट्याप हामी कमेन्ट हेर्नु पाएको छैन होला। मैले कृपया माइन्ड नगर्नु होला है। हामी चाहिँ साइलेन्टमा हेरेका छौँ। यो चाहिँ गुरुङको, यहाँ चाहिँ गुरुङको है। अब भनौँ मान्छेहरू गाड्ने ठाउँ। बिचमा चाहिँ एउटा जलाउने ठाउँ छ है। उतै छ बिचमा जलाउने ठाउँ। टर्च बल्छ कि टर्च भने नदेख्नु रहेछ।
यहाँदेखि फेरि जङ्गलै जङ्गल छ है जङ्गल हुन सक्छ होला अनि आउनु आएको त हार्दिक श्रद्धाञ्जली भन्ने स्टोरी सम्बोधन गरिएको छ है हेर्न सक्नुहुन्छ यस्तो छ कस्तो ब्लर पक्ने अब ठिक छ नि सबले डबल च्याटेर हान्दिने गाइस यो चाहिँ मगरहरूको मान्छे गाड्ने ठाउँ हो भने चाहिँ तामाङहरूको उतापट्टि छ है गाइस फाइनल एक्लै आइसकेको छ है म चाहिँ एक्लै हो भाइहरू चाहिँ तल बसिरहेको के गर्यो भने आउँछ त्यस्तो बस्नु पर्दैन मान्छे गाड्नेको चाहिँ बिचमा चाहिँ मसान घाट छ ल त्यही हो यसपछि हामी तामाङकोमा जान्छौँ है त सब मान्छे गाड्ने ठाउँ यो चाहिँ चितवन देवघाट हो तामाङको मान जान्छु मतलब एक्लै जान्छु म त्यहीँ बसिरहेको हुन्छ सबजना टेन्सन लिनु पर्दैन यहाँ चाहिँ फेरि लास्ट चलाउनु थियो गुरुङको लास्ट चलाउनु थियो यो चाहिँ हेर्नु पर्यो डेन्जर छ है यस्तो छ अब हामी तामाङको पट्टि जान्छौँ ल एकचोटि तामाङको पट्टि गएर हेर्छौँ के छ कस्तो छ ल तामाङको पट्टि जान्छौँ उतै बसिरहेछ है दुईजना चाहिँ मोबाइल चपाउँदै है यो हाम्रो स्पेसल्ली
हाम्रो भाइलाई पनि फलो हानिदिनु पऱ्यो ल, अनिसलाई पनि फलो हानिदिनु पऱ्यो, गिफ्टरहरू सबलाई फलो हानिदिनु, माया देखाउनु पऱ्यो गाइज। हामी चाहिँ यहाँ मान्छे गाडी यहाँ चाहिँ बच्चा गाडेको रहेछ, यस्तो कुराहरू चाहिँ बुझ्नु पऱ्यो। उता चाहिँ तामाङको छ, फेरि त्यो लाइट बलिरहेको छ नि, त्यो चाहिँ तामाङको हो। अब त्यहाँ जान्छौँ हामी, तामाङकोमा जान्छौँ, उहाँहरू चाहिँ त्यहीँ बस्छ त्यहाँ छ ल। अब हामी सिधै तामाङकोमा जान्छौँ गाइज, उतै उठिरहेको छ त्यो भने म आएको क्या, उतै हेर्नु सक्नुहुन्छ। तामाङको पछि जान्छौँ गाइज, खतरा घुम्ने हो। तामाङको छिर्दैछौँ गाइज, तामाङको यो चाहिँ वरिपरि चियानो चिया छ। तामाङको यो चाहिँ भन्छ डेन्जर लाग्यो तामाङको पनि, तामाङको चाहिँ यस्तो छ। उतापछि फेरि गुरुङको, यहाँको गुरुङको चाहिँ ल्याएर छ फेरि तामाङको मान्छे जलाउने घाट भन्छ यसलाई है। कतिजना कमेन्ट पढ्नु पाएको छैन, कमेन्टै पढ्नु पाएको छैन एकछिन चाहिँ है, त्यसको लागि सरी। सब तामाङको चाहिँ मान्छे गाड्ने हो है। कमेन्ट पनि पढ्छु मैले अहिले, रहेछ तामाङ रहेछ, नामले नै थाहा हुन्छ सबै क्या। शिवलिङ छ तर पानी ट्याङ्की पनि रहेछ यहाँ। गिफ्टरहरू सबलाई फलो हान्ने गाइस। मैले त कमेन्ट हेर्नु पाएको छैन ग्रुपको अदाको कारणले हो। बच्चा नै गाह्रो छ है, मान्छे बच्चा नै रहेछ। आत्माले शान्ति पाओस्, यहाँ भएको सबैजनाले शान्ति पाओस् भन्दै
रातिको 12 बजे मसँग रात 12 बजेर 11 मिनट भयो फाइनली यस्तो छ। यहाँ भन्दा नि गुरुङको डेन्जर लाग्यो क्या। बसौँ नेक्स्ट टाइम पुग्छ। गुरुङकोमा जाऊ रे जाने अब गुरुङकोमा अरू भन्दा नि त्यहाँ चाहिँ तामाङको यस्तै हो। मैले के आवाज आइदिएर हुँ भने जस्तै आवाज आइदिरहेको। गिफ्टरहरू पस लाग्यो भने 500 बनाइदिउँ न गाइज भएन ल म हटाइदिन्छु बिस्तारै बिस्तारै। त्यहाँबाट कोही हिँडेको आवाज आइरहेको छ। कहाँ हो बाहिर चितवन देवघाट हो है त्यहाँनिर सुन्नु पर्यो। त्यहाँ बिचबाट कोही हिँड्ने जस्तो आवाज आइदिरहेको।